लाइक पानी छ र भर्खरै यस विराटनगर र बेलबारीको खेलमा विराटनगरको तर्फबाट पहिलो 2 पोइन्ट स्कोर भइसकेको छ र हामी यस खेलमा यो गोल्डन कलरमा ब्ल्याक र गोल्डन कलरमा विराटनगरका खेलाडीहरूलाई देख्न सक्छौँ भने ब्ल्याक र ब्लूमा हामी बेलबारीका खेलाडी देख्न सक्छौँ भर्खरै बेलबारीको खेलाडीको तर्फबाट स्कोर भएको छ 1 पोइन्ट स्कोर भएको छ र यो फेरि पनि अर्को एकदमै बोर्ड सर्ट बकेट गर्न सफल भएको छ बेलबारीका खेलाडीहरू र यो फल ब्लकिङ फल बेलबारीको तर्फबाट र यो रेड बुल हराइजन राष्ट्रिय 3x3 बास्केटबल प्रतियोगिता 2083 को हाम्रो मेन टाइटल स्पोन्सर रेड बुल रहनु भएको छ भने यसै बिचमा भर्खरै विराटनगरको तर्फबाट बकेट हुन सफल भएको छ र हाम्रो यस प्रतियोगितालाई हाम्रो प्रथम पुरस्कार सौजन्य गर्नुभएको छ हराइजन युकेले र हामी आयोजक परिवार उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ यो 3 पोइन्ट ट्राई गर्ने प्रयास गरेका थिए तर कन्भर्ट पनि हुन सकेन तर रिबाउन्डमा फेरि पनि सुरज र बल पास गरेर फेरि इनसाइडमा र यो सुटिङ ट्राई गर्न चाहन्थे तर फल गरेका छन् बेलबारीका खेलाडीले र यो राम्रो ट्राई गरेका थिए र यसलाई स्कोरलाई कन्भर्ट गर्न सकेका छन् विराटनगरका खेलाडी जर्सी नम्बर 9 का सुरजले र यो दुई टिमको खेल एकदमै कम्पिटिसन भए पनि केही न केही हदमा हामी विराटनगरका खेलाडीहरूलाई अलिकति एडभान्टेज भएको र उहाँहरूको अलिक खेल कौशल बेलबारीभन्दा अलिकति उत्कृष्ट भएको हामी देख्न पाइरहेका छौँ र यो फेरि पनि मिड रेन्ज सर्ट तर यो कन्भर्ट पनि गर्न सकेनन् र यो 3 पोइन्ट ट्राई तर यो रिङभन्दा पारिपट्टि पुगेको छ हामी यस खेलमा जर्सी नम्बर 9 का सुरज विराटनगर उसको एकदम उत्कृष्ट खेल देखिरहेको छ र भर्खरै उसले 2 पोइन्ट स्कोर गर्न पनि सफल भएका छन् र यो सँगसँगै हामी केही अल्मलिएको अवस्थामा देख्न सक्छौँ बेलबारीका टिमका खेलाडीहरू एकदम पासहरू पनि मिस गरिरहेका छन् उनीहरूलाई यो खेलमा बनिरहनको लागि यस्ता गल्तीहरू भने कम गर्नुपर्ने हुन्छ र सुरजको राम्रो ड्राइभिङ र यो इजी लेअप यसरी नै इजी छोड्ने हो भने सुरजले पक्कै पनि 21 पोइन्ट आफ्नो टिमको लागि दिन सक्ने हामी बुझ्दछौँ र फेरि पनि सुरजको यो अर्को यो पनि फेरि मिड रन पेन्ट साइड पेन्ट एरियाबाट फेरि पनि 1 पोइन्ट्स र यो सँगसँगै अर्को ब्लक विराटनगरको तर्फबाट बेलबारीलाई उपहार लाइभमा जोडिरहनु भएको छ सर्वधन राई सर्व कहाँबाट लाइभमा जोडिनु हुँदैछ तपाईँलाई पनि स्वागत गर्न चाहन्छौँ रोदन गुरुङ दाईलाई पनि मैले लाइभमा स्वागत गर्न चाहन्छु हाम्रो हिमाल राई हुनुहुन्छ उहाँलाई पनि यस लाइभमा जोडिनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु हामी होराइजन रेड बुल राष्ट्रिय 3x3 बास्केटबल प्रतियोगिताको यो लिग चरणको खेलहरूमा छौँ हामी आज तपाईँहरूलाई दिनभरि यस लिग चरणका खेलहरू देखाएर हामी यस प्रतियोगिताको अपडेट तथा तपाईहरुलाई मनोरञ्जन दिनेछौँ। राम्रो ट्राई थियो तर ल्यान्डिङमा फल
गर्न पुगे विराटनगरका खेलाडी र फ्री थ्रो लाइनमा जानेछन् बेलबारीका खेलाडी जर्सी नम्बर 7। तर फ्री थ्रोलाई भने कन्भर्ट गर्न सकेनन् बेलबारीका खेलाडीले र यो फेरि पनि अर्को इजी लेअप विराटनगरको तर्फबाट र स्कोर 9-2। तर यसलाई फेरि जब फर्काएको छ बेलबारीले 2 पोइन्ट स्कोरबाट र स्कोर 9-4 रहेको थियो। फेरि पनि बेलबारी विराटनगरले स्कोर गर्दै यसलाई आफ्नो अङ्क अग्रता बढाएको छ। एकदमै म यहाँ कमेन्टमा देखिरहेको छु एमपीपी सुरज, बिग फ्यान सुरज। साँच्चै नै उहाँको यो अहिलेको खेल एकदमै उत्कृष्ट देखिरहेका छौँ हामीले र उहाँले आफ्नो टिमको स्कोरको करिब 60% स्कोर उहाँले गरिराख्नु भएको छ। राम्रो कसो तर त्यसलाई बकेट हुन सकेन। एकदमै राम्रो क्रसओभर गर्नुभएको थियो बेलबारीका खेलाडीले तर त्यसलाई कन्भर्ट पनि गर्न सक्नु भएन र त्यो बल रिङमा गएर ब्लक हुन गएको छ र यो जम्प बल हुने गर्दछ बास्केटबलमा यो केसमा र डिफेन्सिभ टिमका खेलाडीले बल पोजिसन प्राप्त गर्नेछन् र बल जानेछ विराटनगरकोमा। र हाम्रो लाइभमा दिपु जोडिनु भएको छ, उहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ र यो सँगसँगै फेरि पनि विराटनगरले 1 पोइन्ट आफ्नो खातामा जोडेको छ। सिद्धार्थ थिमराङ राई पनि हाम्रो लाइभमा जोडिनु भएको छ, उहाँलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। आज फुटबलको गेम छोडेर उहाँ पनि हाम्रो बास्केटबल सपोर्ट गर्न सिद्धार्थ थिमराङ राई पनि हाम्रो लाइभमा जोडिनु भएको छ, उहाँलाई पनि फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। र यो फेरि पनि अर्को बकेट विराटनगरको तर्फबाट र यसलाई ब्याक टु ब्याक एन्सर दिँदै बेलबारीका खेलाडीहरू 2 पोइन्टले। र अहिलेसम्मको स्कोर लाइन 13-7 रहेको छ। विराटनगर 13 पोइन्टले अग्रता गरिरहेको छन्। सुरजको 3 पोइन्ट तर कन्भर्ट पनि गर्न सकेनन् र फेरि पनि सुरजले नै फेरि 3 पोइन्टको लागि ट्राई तर डिफेन्स आइपुगेको कारण पास गरेका छन् र यो बल आउट अफ बाउन्ड भएको छ। सिद्धार्थ थिमराङ राई लाइभ सँगसँगै खेल मैदानमा पनि आएर सपोर्ट गर्नु पर्यो। अब धरानमै छ भने चाहिँ अब उहाँ फेरि राम्रो फुटबल खेलाडी, त्यही भएर काठमाडौँतिरै हुनुहुन्छ कि जस्तो लाग्यो, तर धरानमा हुनुहुन्छ भने चाहिँ यहाँ होम ग्राउन्डमा आएर आफ्नो टिमलाई सपोर्ट गरिदिनु हार्दिक अनुरोध गर्दै फेरि पनि सुरजको अर्को पनि बकेट गर्न सफल भएका छन् सुरजले र आफ्नो टिमलाई अग्रता दिलाएका छन् र सुशान्तले फेरि पनि त्यसलाई टिमलाई सपोर्ट गर्दै अर्को बकेट गरेका थिए भने बेलबारीको तर्फबाट यो अर्को ट्राभल।
र फेरि पनि विराटनगरले र यो राम्रो पावर ड्राइभ गरेर बकेट गर्न सफल भएका छन् जर्सी नम्बर 24 का सुमन र हामी केही अल्मलीको अवस्थामा देख्न सक्छौँ बेलबारीका खेलाडीहरूलाई र उनीहरूलाई केही समय र केही स्ट्राटेजीको आवश्यकता छ र उहाँको टिम लिडरले चाहिँ टाइम आउट लिएर चाहिँ आफ्नो टिमलाई केही कन्ट्रोल गराउन अनुरोध गर्न चाहन्छु र सँगसँगै त्यो सँगसँगै टाइम आउट पनि लिएको छ बेलबारीले। र हाम्रो यो त सेकेन्ड गेम मात्रै हो योगेश राईजी हो यो हाम्रो सेकेन्ड गेम मात्रै हो यो सेकेन्ड गेम करिब करिब सकिन लागेको छ र फेरि पनि यो बेलबारीको तर्फबाट एउटा राम्रो मुभमेन्ट क्रिएट गर्न सफल भएका थिए तर स्कोरमा भने कन्भर्ट गर्न सकिरहेका छैनन् निकै हामी फेन्सिङ मुभहरू देख्न सकिरहेका छौँ क्रस ओभर हाम्रो बिट्विन द लेग्स हामी धेरै मुभहरू देख्न सकिरहेका छौँ तर भने कन्भर्ट भने हुन चाहिँ सकिरहेको छैन र मिमाङ लिम्बू हाम्रो लाइभमा जोड्नु भएको छ उहाँलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ रोशन खड्काले पनि हामीलाई हेरिरहनु भएको छ उहाँलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ हाम्रो आजको दिनभरिमा 33वटा खेल रहने पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु हाम्रो लिग चरणका सम्पूर्ण खेलहरू आजको दिनमा हुनेछन् भने भोलि हामी राउन्ड अफ 16बाट नकआउट खेलहरू हाम्रो प्रसारण गर्नेछौँ र यो सुरजको नथिङ बट नेट्स फ्री थ्रो बेलबारीले राम्रो मुभ बनाए पनि स्कोर कन्भर्ट भने गर्न सकिरहेको छैन र यो विराटनगर 21 नकआउटको करिब करिब नजिक पुगिसकेको छ 18 पोइन्ट पुऱ्याइसकेको छ र यो सँगसँगै फेरि पनि अर्को 2 पोइन्टको लागि तर कन्भर्ट पनि हुन सकेन हामी बेलबारीका जर्सी नम्बरको 23 का खेलाडीको तर्फबाट हामी एकदमै उत्कृष्ट प्रदर्शन र उत्कृष्ट हसल हामी देख्न सकिरहेका छौँ यद्यपि उहाँको टिम निकै स्कोर राम्रो ह्यान्ड टु ह्यान्ड बल स्टिल गर्न सकेका छ तर